अब हामी कहाँ जाने न बाटो छ यतातिर ए डोरे हेलो गाइज फाइनल्ली हामी कपुरकोट आइपुग्यौँ हाम्रो यात्रा अब सुरु हुँदैछ अब हिँड्दैछौँ लड्दै पढ्दै कहाँसम्म पुग्न सक्छौँ काफल खाने जाने प्लान बनाइहाल्यौँ हामीले होइन 1 मिनटमै बन्या प्लान हो 9:30 10 कति पो बजेको थियो अब त्यति बेला भए प्लान हो प्लान गर्दाखेरि त अलि थियौँ 2-4 अलि हुन्छन् कि भनेको थियौँ केही छैन 2-4 जना त भइहाल्यौँ ठ्याक्कै 4 जना ठ्याक्कै 4 जना हाई गरिदिने त आएर गाइजहरू को हुनुहुन्छ हाम्रो ग्रुपमा गाइज हामी बाटो छ भनेर हिँडेको मान्छे यता हेर्नु चौर छ यहाँ त अब हामी कहाँ जाने न बाटो छ यतातिर ल लागौँ फेरि हामी जवानीको जोस सही ठाउँमा सदुपयोग गर्नुपर्छ अरे मलाई एउटा म्यामले भन्नुभएको अनि म सदुपयोग गर्दैछु मेरो जवानीको जोस ल गाइजहरू यी हामी सबै यता छ लाली गुराँसको बुटो लिउनु एउटा काफल हाम्रो आजको दिनको पहिलो फल चाख्दैछु मैले कस्तो रहेछ हेरौँ है आजको दिन मिठो 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 ऐसे लु फलेन कि खाइन मैले दर खाइदेऊ न त नानी बाबु गरिहाल्यौ तिमीले रहर के गरेर हेरिरहनु भएको तपाईँ तपाईँहरूको लागि भनेर मैले काफल थोरै टिपी भए पनि भ्लग बनाइरहेको छु माया गरिदिनु होला केसलाई उडाउन देऊ डुब्छु होला कोही देख्दिनँ आँखामै डुबिरहन छ त्यही मलाई मेरो काम त भ्लग बनाउने बाहेक अरू केही भएन गाइजहरू काफल पनि देख्दैन मैले यतातिर सबले टिपिराखन् मै मात्रै भए केही नगर्ने केही खङ्न बाँकी भ्लग त बनाउँछु कमसेकम मनका मेरी नजर से खुद को भी है साद पे भी दाग पर ना तुझ में एक भी